मैले सुनेको त सिक्मा भन्ने सुनेको थिएँ त। अनि सिक्मा बहिनीले कहिले स्क्रिप्ट राख्दैन क्या, अनि त्यसरी बनाएकै छैन अहिलेसम्म स्क्रिप्ट। भोलि चाहिँ हाम्रो जानुपर्ने छ ट्युसन। Hey YouTube family, this is Arte Vlog and welcome back to my new video. आजको भ्लग चाहिँ म अघि स्कुलदेखि आएर भ्लगलाई स्टार्ट गर्दैछु। आज भोलि चाहिँ म स्कुलदेखि आउने साथ भ्लगलाई कन्टिन्यू गरेको थिएँ, बट भ्लगलाई चाहिँ कन्टिन्यू गरिसकेँ होइन। घर आउँदा चाहिँ रात परिसक्यो आज भोलि। पहिला चाहिँ रात पर्दैन थियो, अनि स्कुल छुट्टी हुने साथ म घर आउँथेँ कलेजबाट। अनि आज म पहिलोचोटि गएको थिएँ नि त, धेरै दिनपछि स्कुल लागेको थियो। अनि दसैँ तिहार पछि बन्द भइराखेको थियो स्कुल। अनि आज गएको, आज चाहिँ आउँदा रात परिसक्यो। अनि सधैँ चाहिँ रात पर्दैन थियो। यसको मतलब के हो थाहा छ गाइस? यसको मतलब चाहिँ हो दिन छोटो भयो, रात लामो भयो। यहाँ हेर्नु होला, गेमिङ समीर धेरै दिनपछि मेरो भ्लगमा आइराखेको छ। नर्भसनेस गेमिङ समीर खै आइडिया छैन। के आइडिया छैन? स्क्रिप्टै बनाएको छैन हो। भन्न के त भन्। स्क्रिप्ट बनाएको छैन भन्छ हो। अनि मैले सुनेको त सिक्मा भन्ने सुनेको थिएँ त। अनि सिक्मा बहिनीले कहिले स्क्रिप्ट राख्दैन क्या, अनि त्यसरी बनाएकै छैन अहिलेसम्म स्क्रिप्ट। के स्क्रिप्ट? डाइलगको स्क्रिप्ट मैले बनाएको छैन क्या अहिलेसम्म। हो। अहिले चाहिँ हामी यहाँ जस्ट रात परिसक्यो अनि भ्लग बनाउन आएको यतातिर। सो अब चाहिँ घर फर्किन्छौँ यहाँबाट। हेर्नु होला, असम भ्यू छ। रात परिसक्यो, हुस्से लागिरहेको छ। घाम पनि हिजो एक दिन लाग्छ जस्तो भएर लागेको छैन होइन। भन्न किन अन भन्नु? हिजो तल म च्यालेन्ज दिन्छु एकछिनको लागि भ्लग बना त। यहीँसम्म आएको थियौँ, अब भ्लगलाई स्टार्ट गर्नुको लागि। अब चाहिँ घर जानेवाला छौँ हामी। फाइनली घर पुगिसक्यौँ, खाजा खाने टाइम भइसक्यो। र यो रुम छ नि, यो सबै मैले माथिदेखि आएर क्लिन गरेको छुइनँ। हेर्नुलाई यस्तो भइराखेको छ। हेर्नुलाई आज चाहिँ यो सबै रुमलाई क्लिन गर्नु चाहिँ मलाई बोर फिल भइराखेको छ। खाजा फिनिस्ड भइसक्यो। अहिले चाहिँ म जाँदैछु घाँस काट्नुको लागि। एन्ड हल्का पानी पनि छिट्याउनु थालिसक्यो। ल तपाईँहरूलाई म यहाँ अम्बक देखाउँछु। गाइस, यहाँ अम्बक चाहिँ एक दुईवटा पाक्नु थालिसक्यो हाम्रोमा। अनि भोलि चाहिँ हाम्रो जानुपर्ने छ ट्युसन। एन्ड भोलिदेखि चाहिँ यो ट्युसन स्टार्ट। अनि भ्लग कतिखेर गाइस त्यही मलाई टेन्सन लागिरहेको छ। भ्लग चाहिँ म अब स्टडीको भ्लग बनाउँछु होला। मेरो यो भ्लग लाइफस्टाइल भ्लग हुन्छ। अब केमा कन्भर्ट भने स्टडी भ्लगमा कन्भर्ट हुन्छ। हाम्रोतिर पुरै कोदोहरू पाक्नु आँटिसक्यो। कोही ठाउँतिर पाकिसक्यो। गाउँमा चाहिँ यस्तै हुन्छ, कोदो पाकाउनुपर्छ, के गर्नुपर्छ, सबै कामहरू हुन्छ। अनि धेरै कामहरू हुन्छ। अब चाहिँ म फटाफट घाँस काट्छु। अनि घाँस काटेर आउँदा त हेर्नु होला, पुरै रात पर्न आँटिसक्यो नि त। अब रात पर्न आँट्यो, अब घाँस काट्दा त पुरा रात पर्छ होला। सो रात पर्न आँटिसक्यो गाइस। अहिले चाहिँ हामी बारीमै छौँ। एन्ड अब चाहिँ हामी घर जानेवाला छौँ। बारी पनि पुगिसक्यो। अनि फटाफट गइहाल्छौँ अब घर। गाइस फाइनली हामी घरमा आएर खाना पनि खाइसक्यौँ हामीले। अब रात परिसक्यो, रातिको त्यस्तै 7 बजे होला। अनि अब चाहिँ के काम छैन। गाइस सुन्नु होला रातिको साउन्ड। राति चाहिँ एकदमै पिसफुल हुन्छ। अनि राति चाहिँ अनि जो पनि गेमर हुन्छ होला, गेमर, भिडियो कन्टेन्ट क्रिएटर, जो पनि भोइस ओभर गर्नुहुन्छ होला, त्यो मेनली भिलेजमा बस्नेहरू चाहिँ राति नै भोइस ओभर गर्छन्। त्यसैले राति चाहिँ बेनिफिट हुन्छ यस्तो। अनि म नि भोइस ओभर गरौँ भनेको छु एउटा भिडियोमा। सो हेरौँ गर्छु कि गर्दिनँ। एन्ड तपाईँहरू एउटा कुरा भन्नु होला, तपाईँहरू कस्तो टाइपको भ्लग हेर्नु चाहनुहुन्छ कमेन्टमा भन्नु होला। म त्यस्तै टाइपको भ्लग बनाउने ट्राई गर्छु, भन्दा नि त्यस्तै टाइपको भ्लग बनाउँछु। र आजको भ्लगमा तपाईँहरूले देख्नुभयो होला, म चाहिँ स्कुल गएर आएर
एन्ड भ्लगलाई कन्टिन्यू गरेँ अनि त्यसैले गर्दा भ्लग चाहिँ एकदमै छोटो भएको छ। आजको भ्लग चाहिँ त्यस्तो इन्ट्रेस्टिङ केही भएन होला र पनि आजको भ्लगलाई लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। एन्ड भोलिदेखि चाहिँ ट्युसन जानेवाला छु र छिटै स्टडीको भ्लग पनि आउँछ, तपाईँहरू हेर्नु नबिर्सिनु होला। र थ्याङ्क्स फर वाचिङ दिस भिडियो, टेक केयर, बाई बाई। सो र